हेलो एभ्रिवान। आजको हाम्रो मिनी भ्लगमा चाहिँ तपाईहरुलाई वेलकम छ। अनि सुरुमा चाहिँ हामी के बनाउँदैछौँ भने हाम्रो चाहिँ एक्जिबिसन हुँदैछ नि त न्युट्रिसनको। अनि त्यही भएर हामीले चाहिँ सबै थोक रेडी पारिसकेको थियौँ हिजो अस्तिदेखि। अनि आज चाहिँ हाम्रो लास्ट डे थियो, भोलि थियो। अनि आज चाहिँ हामी रेडी गर्नको लागि जाँदै थियौँ हाम्रो हस्पिटल अनि कलेज। अनि हाम्रो चाहिँ सामान धेर भएर हामीले सिडीबाट लान नसकेर अनि कलेजको लिफ्ट युज गर्दै थियौँ। हाम्रो चाहिँ डेकोरेसन गर्नुपर्ने यो रुममा थियो नि त सबैजनाले। अनि हामी चाहिँ हेर्दै थियौँ सबैजना यहाँ के राख्नुपर्छ भनेर। हाम्रो सबैजनाको चाहिँ ग्रुप छुटेको थियो अनि सबैजना आफ्नो ग्रुपमा बसेर हामी चाहिँ मिलिमिली काम गरिरहेको थियौँ। अनि हाम्रो ग्रुप चाहिँ सबसे लास्टवाला ग्रुप थियो, ग्रुप ई। अनि यो सब सामान चाहिँ हाम्रो ग्रुपको थियो, ग्रुप ई को। अनि सबैजना मिलेर हामी चाहिँ यहाँ सजाउँदै थियौँ के गर्ने हो आज, कति बेला टाल्ने अनि कति बेला काम सक्ने भनेर यहाँ डिस्कसन पनि हुँदै थियो हाम्रो। अनि यो चाहिँ मैले बनाउँदै थिएँ अनि यसको चाहिँ आधी बनाउने बाँकी थियो नि त, अनि यतिकै राखेको थिएँ। अनि यो सब सामानहरू चाहिँ अर्कै ग्रुपको थियो हाम्रो साथीहरूको। अनि मलाई चाहिँ मन परिरहेको थियो नि त यो सबै। अनि मैले चाहिँ सबैको भिडियो खिच्दै थिएँ क्या बसेर। अनि यो सब कति राम्रो राम्रो बनाएको छ हेर्नु न। अनि हाम्रो साथीहरूले चाहिँ सबै थोक बनाइसकेर रेडी पारेर उनीहरूले चाहिँ डेकोरेसन पनि गर्न थालिसकेको थियो। अनि हाम्रो चाहिँ भर्खर सामान ल्याइदिएको थियौँ क्या। अनि हामी चाहिँ कस्तो टेन्सन भइरहेको थियो अब के गर्ने भनेर। अनि हामी पनि टाल्न थाल्यौँ यताउति गर्दै गर्दै भए पनि ल्याङ गर्दै गरे पनि। अनि हामीले चाहिँ वालहरू पनि सफा गर्दै टाल्दै थियौँ। अनि यो चाहिँ हाम्रो साथीहरूले भिडियो गरिदिनु भएको रहेछ हाम्रो गर्दै गरेको काम। अनि सबैजनालाई मजा भइरहेको थियो यताउता घुम्दै। अनि यताउता घुम्दै हामी चाहिँ भिडियोको पनि क्याप्चर गर्दै थियौँ। अनि यो चाहिँ हाम्रो लास्टमा बनाइसकेपछि हो, हाम्रो चाहिँ अनि कम्प्लिट भइसकेको थियो। तर अझै हामीले के बनाउनु बाँकी छ अनि त्यो चाहिँ बनाउँछौँ अब भोलि भनेर हामी चाहिँ अनि घरतिर